रचना खाना पका रचना भन्नको लागि होला नि बोलाउनु भएको। बसेको देख्नै हुन्न, यो काम गर रचना ऊ काम गर रचना। अब त म कुनै पनि काम गर्दिन, एउटा न एउटा नाटक गरेरै छोड्छु। कस्तो खाले नाटक गर्नुपर्छ थाहा छ मलाई पनि। रचना रचना हजुर के भयो तिमीलाई? के हुनु नि, टाउको दुखिरहेको छ। दुईटा बुढाबुढी गएर होटलमा गएर खाना खाउने सोचेको थिएँ, तिमीलाई टाउको दुखेर त भयो। होटलमा गएर खाना? यस्ता टाउको दुख्ने बिमार त भइहाल्छ नि बुढा, हल्का आराम गरे ठिक भइहाल्यो। जाम।